नमस्ते, म नवीर फज। आज विभिन्न सर्जकहरूको कविता ल्याउने क्रममा हाम्रा शिक्षक तथा साहित्यकारको तेस्रो कविता श्री रामचन्द्र पौडेलज्यूको ल्याउन पाउँदा म अत्यन्त गौरवान्वित महसुस गरिरहेको छु र उहाँको कविताको शीर्षक छ शहीद, शहीदकै देश। यो कविता सुन्नुहुनेछ र तपाईहरूले यसमा कमी कमजोरीहरू पढाएको खण्डमा र मेरो च्यानलहरूमा पनि यदि कुनै अझ सुधार गर्नुपर्ने छ भनेदेखि तपाईहरूले प्रतिक्रियाहरू दिनुहुनेछ र सुझावहरू हुनेछ, सल्लाहहरू रहनेछ भन्ने आशा गर्दै म यो माइक उहाँमा लगेँ। हस्, धन्यवाद। नमस्कार, म रामचन्द्र पौडेल। मेरो कविताको शीर्षक रहेको छ शहीद, शहीदको देश। राणा पञ्च राजा फाल्न सयौं शहीद भए, राणा पञ्च राजा फाल्न सयौं शहीद भए, नेताहरू मन्त्री भए, युवा विदेश गए, नेताहरू मन्त्री भए, युवा विदेश गए। खाली खुट्टा भोको पेट जङ्गलको घारी, खाली खुट्टा भोको पेट जङ्गलको घारी, शहीदको मान छैन गाडीको सवारी, शहीदको मान छैन गाडीको सवारी। उफ्री उफ्री सडकमा तातो गोली खाँदा, उफ्री उफ्री सडकमा तातो गोली खाँदा, शहीदले सराप्या छ युवा विदेश जाँदा, शहीदले सराप्या छ युवा विदेश जाँदा। विकासको नीतिले छलाङ मार्छ भन्थ्यौ, विकासको नीतिले छलाङ मार्छ भन्थ्यौ, उद्योग धन्दा कल कारखाना सयौं सयौं गन्थ्यौ, उद्योग धन्दा कल कारखाना सयौं सयौं गन्थ्यौ। थियौं हामी इतिहासमा गोर खाली वीर, थियौं हामी इतिहासमा गोर खाली वीर, कमण्डलु बोकी माग्छौ झुकाइसक्यौ शिर, कमण्डलु बोकी माग्छौ झुकाइसक्यौ शिर। शिक्षित युवा विदेशमा देश भयो खोक्रो, शिक्षित युवा विदेशमा देश भयो खोक्रो, वर्षौं वर्ष नीति नियम धमिराको बोक्रो, वर्षौं वर्ष नीति नियम धमिराको बोक्रो। नागरिकको समस्यालाई टुलु टुलु हेर्ने, नागरिकको समस्यालाई टुलु टुलु हेर्ने, भाषणमा मात्रै हो त देशले मुहार फेर्ने, भाषणमा मात्रै हो त देशले मुहार फेर्ने। जसो गरी राजा फाले त्यसरी नै जुट्लान्, जसो गरी राजा फाले त्यसरी नै जुट्लान्, अलिकति केही त गर नागरिकले कुट्लान्, अलिकति केही त गर नागरिकले कुट्लान्, देशमा नै केही त गर शहीदले थुक्लान्, देशमा नै केही त गर शहीदले थुक्लान्। धन्यवाद। हजुर, धन्यवाद रामचन्द्र सर। उहाँलाई यो शहीद, शहीदकै देशको कविता अत्यन्त मर्मस्पर्शी पनि छ र आज गणतन्त्र आएको छन्नै 18 वर्ष बितिसक्दा पनि देशले कुनै परिवर्तन गर्न सकिरहेको छैन। सधैँ कुर्सीको लागि भागभण्डा झगडा के मात्र छन्। यहाँ जनताका जिजीविसाका कुराहरू छैनन्। गणतन्त्रको ढोङ मात्र गरिएको छ र यिनीहरू आफै भागभण्डा लगाउने, आफै खाने दलगत स्वार्थ मात्रले देशको अवस्था परिवर्तन हुँदैन, व्यवस्था परिवर्तन भएर केही पनि हुँदैन भन्ने कुराको आज जगजाहेर भइरहेको छ। यसको निमित्त पुनः हाम्रा रामचन्द्र सरलाई धन्यवाद दिँदै, यदि तपाईँहरूले लाइक, कमेन्ट र सब्सक्राइबहरू गर्नुभएको छैन भनेदेखि सब्सक्राइब गरिदिन पनि म तपाईँहरूलाई अनुरोध गर्दै म नवीन फर्जर पनि बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।